दर्शक नमस्ते सम्पूर्णमा यहाँहरूलाई आज चाहिँ दसैँको टिकाको दिन प्लस आज चाहिँ मामुको जन्मदिन पनि रहेको छ। ह्यापी बर्थडे मामु। अनि हामी अहिले टिका पनि लगाउने तयारी गरिसकेका छौँ पूजा गरेर। अनि दादा चाहिँ अस्ति 28 तारिक जानुभयो। अनि दसैँ पनि टिका नलगाउने कि भनेर सोच्थ्यो हाम्रो चाहिँ, तर फेरि लगाउँ भनेर अनि दादा पनि आयो हुनुहुन्छ कलमा नि हामीसँग। सो अहिले हामी अब टिका लगाउन लागेको। अनि दर्शन नमस्ते सम्पूर्णमा म चाहिँ लाइफमै फर्स्ट टाइम हो है, मेरो दुईटा मुटुहरू मेरो एकदमै नजिकको कोही साथी छ भनेपछि चाहिँ मेरो जेठो छोरा नै होला, सानोभन्दा पनि होइन। सानोसँग चाहिँ एकदमै माया गर्ने, एकदमै खेल्ने अनि जिस्किने साथी हो भने जेठो चाहिँ छोरा चाहिँ सबै मैले सबै व्यवहारिक कुराहरू भन्ने होइन, मेरो सबै कुराहरू के होइन, सबै कुराहरू सेयर गर्ने क्या होइन दादा। मेरो एकदमै नजिकको साथी क्या। इभन कि म मेरो बाबु मेरो पेटमा आएदेखिको, म प्रेग्नेन्ट भएदेखिको नै बाबुसँग मैले गफ गरेको हुन्थेँ कि यत्तिकै यस्तो है उस्तो है भन्दै के। अनि घाँस दाउरा गर्दा नि अनि बाबुसँग कुराहरू गरिरहेको हुन्थेँ क्या मैले। अनि एकदमै नजिकको साथी मेरो छोरा। अनि मैले चाहिँ बाबुले चाहिँ उसको भाइ जन्मेदेखि भाउजू, मलाई भाउजू भन्नुहुन्थ्यो, सबैले भाउजू भन्नुभएको हुनाले। अनि उसको भाइ जन्मेपछि पनि अब मलाई दादा भन्नु, म दादा बनिसकेँ भनेर भन्नुभयो। त्यहाँदेखि मैले दादा नै भनेको। अनि घरमा पनि सबैजनाले दादा, स्कुलमा पनि दादा, कलेजमा पनि दादा है दादा। अनि फेरि मेरो एकदमै धेरै मिल्ने साथी मेरो ठुलो छोरा। आज चाहिँ लाइफकै फर्स्ट दसैँ हो यो चाहिँ मेरो होइन। मेरो बाबु अहिले चाहिँ टाढा हुनुहुन्छ, प्रवासमा हुनुहुन्छ। एकदमै धेरै मिस यु मेरो छोरा है। जीवन एकदमै सुन्दर छ, आफूले सुन्दर बनाउने हो, आफूले सङ्घर्ष गर्ने हो है बाबु, कहिले पनि थाक्नु हुँदैन। एकदमै सुख शान्ति समृद्धिको कामना हजुरलाई है। टाढैबाट धेरै माया, अनगिन्ती माया आशीर्वाद भनिदेऊ नि त। फर्स्ट टाइम मामुबाट टाढा भएर बस्नु पर्दा दसैँ कस्तो लाग्दैछ? एकदम ह्याप्पी भएर मनाउने है छोरो, भेट भएपछि। आज मेरो बाबु। अनि फेरि आज यति खुसीको पल के, दसैँकै दिन मेरो जन्मदिन परेको होइन। मेरो जन्मदिनकै दिन यसपालिको दसैँ परेको क्या, 2082 सालको दसैँ होइन। अनि संयोग फेरि कस्तो परेको भने मलाई जन्माउने आमा पनि मेरो साथमा नै होइन, मैले जन्माएको जेठो सन्तान पनि मेरो साथमा नै के। अनि यस्तो कस्तो कस्तो भएको क्या। आमा बिना धेरैवटा दसैँ मनाएँ, धेरैवटा जन्मदिन मनाएँ, तर सन्तान बिना, सन्तान टाढा हुँदा चाहिँ धेरै नै गाह्रो हुँदो रहेछ एउटा आमाको लागि चाहिँ होइन। भन्छ नि खोला जहिले पनि ओह्रालो बग्छ अरे होइन। मेरो आमाले नि मलाई यति नै माया गर्नुहुन्छ होला सधैँ चाडबाडमा, मेरो जन्मदिनमा। अनि देख्न भेट्न नपाउँदा आज मेरो मन जति रोएछ त्यसरी नै मेरो आमाको मन रोन्छ होला। अनि हृदयदेखि नमन भन्न चाहन्छु मेरी आमालाई। मलाई यो सुन्दर संसारमा, मलाई स्वर्ग जस्तो संसारमा जन्म दिएर यो संसार, सुन्दर संसार देखाइसकेकोमा एकदम हृदयदेखि नमन, साष्टाङ्ग धन्यवाद मेरी आमा हजुरलाई। हजुर जस्तै साहसी भन्न सिकाइदियो मलाई पनि। अनि मेरो दादा लौ। अनि ह्याप्पी दसैँ दादा। ह्याप्पी दसैँ। अनि बाबा फेरि आफ्नो पारा नमस्ते सबैजनालाई ह्याप्पी दसैँ। सुरुमा चाहिँ आज मेरो बर्थडे गर्ने कि टिका लाउने भन्ने बेसी उठिरहेको थियो क्या। अनि पहिला जन्मेपछि मात्रै दसैँको टिका हुन्छ भन्ने कुरा भयो। अनि त्यस कारणले चाहिँ मलाई यहाँ बाबुले मलाई बर्थडे गरिदिँदै हुनुहुन्छ। जन्मदिनको लाखौँ लाख शुभकामना मम्मीलाई। धन्यवाद मेरो बाबु। आँटेको सोचेको सबै पुगुन्।
सधैँभरि धेरै खुसी दिन पाऊँ र पनि कहिले पनि नलागौँ। त्यही हो मेरो कामना। दादाको तर्फबाट पनि भन्नु पर्यो। दादाको तर्फबाट पनि सेम नै हो हाम्रो। हजुर मैले क्यान्नु पर्यो अब ढोग्नु पर्यो। ह्याप्पी बर्थडे। ए खिचिसक्यो छैन, खिचिरहेको छ। केक पनि खुवाइदिउँ न। टिका लाउँ। ठिक है भइसक्यो। भइसक्यो है। धेरै धेरै आशीर्वाद पनि दिनु पर्यो नि त। धेरै धेरै आशीर्वाद अघि मैले टक्क भन्न सकेँ। बाबुले मलाई यहाँ ओके पूजाआजा गर्दै हुनुहुन्छ है। दादा ह्याप्पी बर्थडे टु यु भन्नु। हेलो दादा। Happy birthday to you. हजुर छोरो बाबु। हजुर अहिले पनि मेरो छोरो, अहिले अहिले पनि मेरो बाबु, मेरो बच्चा। ए दादा हजुर हजुर सधैँ ह्याप्पी हुनु है। जन्मदिनको धेरै धेरै शुभकामना। हस्। त्यो तल झरिहाल्यो अब पुस्ते। जन्मदिनको लाखौँ लाख शुभकामना। सबै दुःख कष्ट हटेर जाओस्, घरमा सुख शान्ति जाओस् न। मैले त खुवाइदिएकै थिएन अब खाइदिनु खै। नखेला न अलिकति। ल बर्थडेको केक पनि काट्न लाग्छ है अब। अब के करा दादा यो बर्थडेको केक काट्न लागेको छ है हेर। Happy birthday to you. Happy birthday to you. दादा केक Happy birthday to you. छोरो केक Happy birthday केक दादा। खरबुजा केक हो क्या दादा? लाउनु दादा हजुरलाई ल। खिचेको भए खाने कुरा म त खिचेको आफै खान्छु। भइरहेछ। कन्मिट भएको दादाको भागै। दादा हजुरको भाग पनि लगाइदिइसक्नु भयो। ल साना ल दसैँको टिका। बर्थडे गिफ्ट। ए बर्थडे गिफ्ट आइसक्यो है साथी हो। बर्थडे गिफ्ट बुढाले है साथी हो बर्थडे गिफ्ट। थ्याङ्क यू ब्रो। टिका कता बस्छ त्यसरी लगाइदिउँ न। धेरै धेरै धन्यवाद मलाई टिका बर्थडे मनाइदिनु भएकोमा। अनि धेरै खुसी लाग्यो। अनि मेरो बाबु चाहिँ यहाँ हुनुहुन्छ। अनि भिडियो कलमै हामीले बर्थडे मनायौँ। अनि फेरि अब एउटा पिम्सो अबुसुलाई टिकी लगाइदिँदैछु। सम्पूर्ण स्वदेश तथा परवेशमा बस्नुहुने सम्पूर्ण हामीलाई माया गर्छिने मायालु मनहरूमा सम्पूर्णमा विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हामीलाई साथ सपोर्ट गरिसिने सहयोगी मनहरूमा हृदयदेखि नमन व्यक्त गर्न चाहन्छु र एकदमै धेरै शुभकामना भन्न चाहन्छु। यो चाहिँ मेरो आजको केक हो। अनि फेरि यहाँ फेरि अनि टिका फुल प्रसादहरू हुनुहुन्छ। अनि फेरि मेरो यहाँ फेरि जमरा हुनुहुन्छ। यहाँ चाहिँ जमरा एकदम अग्लो छ। अनि
नियमले त दिँदैन के अरे होइन बुढोलाई टिका लगाइदिँदा नियमले दिँदैन तर हाम्रो घरमा चाहिँ कस्तो हुन्छ भने खाली निधार नलाइदिने खाली निधार नराख्ने भन्ने कुरो हुन्छ त्यस कारणले गर्दाखेरि ल एउटा जीवन सङ्गिनी भएको नाताले अनि जीवनसाथी अनि आमा भाउजी भने पनि सबै कुराको भूमिका निर्वाह गरेको छु म चाहिँ पहिला त लगाइँदैन थिएँ मैले होइन हामी जहिले पनि घरमा जान्थ्यौँ जब उहाँ चाहिँ दुबईमा बिरामी भएर आइसक्यो नि होइन त्यसपछि न्यू लाइफ भयो कि अनि फेरि बच्चा जस्तै पनि होइसक्यो त्यति बेला दसैँ थियो होइन अनि बल्ल बल्ल बाँचेर आइसक्यो अनि टिका कसरी नलाउने भन्ने कुरा भयो अनि लगाइदिन आइसक्यो पनि कोही पनि होइसकेको थिएन अनि फेरि उता लगाउन जाने सिचुएसन पनि थिएन कि उहाँ बोल्न चल्न सक्नुहुन्थेन नि त त्यति बेला बच्चा जस्तै लागेर अनि एकदम धेरै माया लागेर त्यति बेलादेखि मैले लाउन थालेको हो त्यस्तो नसोच दिस्यो कसैले पनि नौ दुर्गा भवानी माईको टिका प्रसाद लगाएर नौ घरहरू शान्ति होस् साँटे सुचेको पुगोस् हजुरलाई मान सम्मानहरू मिलोस् कहिले कसैसँग झुकेर हिँड्न नपरोस् कहिले गल्ती केही कामहरू अक्कल झुक्कलमा पनि गरेर पनि सरी भन्न पर्ने सिचुएसन नआओस् कहिल्यै गलत कामहरू गलत कदमहरू कहिले पनि नउठाउनु एउटा राष्ट्र सेवक भएर देशमा यत्रो वर्ष कर्तव्य गरेको मान्छे व्यक्ति होइसिन्छ कुनै कहिले पनि गलत कदमहरू गलत विचारहरू मनमा नआओस् भगवान्ले सधैँ सधैँ रक्षा गरिदिउन् यो पहिलो दसैँ हो हामीले पाएको सन्तान हामीबाट टाढा भएको दसैँ मन अमिलो नबनाउनुहोस् आहा कस्तो राम्रो छ है मैले देख्दैन आएछ नि त ल धेरै शुभकामना आशीर्वाद है हस् धन्यवाद ल भक्ति मान्नु होइन ल गुड ल अब हजुर मलाई उभिएर लगाइदियो हुन्छ जिउभरि लगाइसक्नु भयो यता आउनु त अतिको लगाइदिनु न जमरा आउको लागि यतापट्टि के दसैँको टिका ल नमस्कार भगवान् माइमा सेयर गर्नु सबै पुगोस् दुःख कष्ट सबै हटेर जाओस् अलिकति अगाडि बस्नु घरमा सुख शान्ति आओस् देशमा पनि सुख शान्ति सुशासन छाओस् लामो आयु होस् आज जन्मदिन पनि परेको हुनाले जन्मदिनमा धेरै धेरै शुभकामना उत्तर प्रगतिको पनि कामना कति धेरै शुभकामना गोलबाट यतिकै आकाशको बादल जतिकै यो संसार जतिकै लाखौँ करोडौँ आकाशमा 9 लाख तारा छ भन्छ 9 लाख ताराभन्दा पनि धेरै शुभकामना 35 रुपियाँ दिइसक्नु भएको छ बर्थडेको भनेर अब दसैँको त दिनु पर्दैन होला अल्छिटो गर्छ न डोनु यहाँ यसरी 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 लाउने कि अर्को 30 रुपियाँ फेरि त्यही मागे झिक्यो कहाँ हुन्छ अर्कै हो दसैँको 10 रुपियाँ दसैँको 10 रुपियाँ पाएँ मैले ल 30 + 10 40 40 रुपियाँ बर्थडे है ल हजुरको भागै पहिला त्यति मात्र भयो भिडियो चाहिँ यति भयो त्यति मात्र भयो गोब्रा भइरहेछ ए जेठो बाबु मेरो ओम बहादुर जेठो छोराको लागि लगाइदिएको है यो टिका चाहिँ भाइलाई नै भाइकै शरीरमा बोन छ दादाको लगाइदिउँ है पहिलो वर्ष अब त्यो आलुलाई के ओछ्याउनु पर्ने टिका त यस्तो गिलो रहेछ नि कहाँबाट हुन्थ्यो त नि टिका त अनि ठिक्कको हुन्थ्यो कि यस्तो फलफलदै गरेको टिका रहेछ नि कस्तो टिका छोडी
दादा भाउजू मैले नयाँ नयाँ पैसा दिनु है भन्थ्यो के अरे सानो बेलामा भाइलाई दिएछु है हेर त है भाइसँग लिनु है यहाँ पानी हालेको थियो। दोस्रो काममा बडा दोस्रोको टिका प्रसाद लगाएर सल्लाह लाग्यो। एकछिन त हेर दसैँको टिका लगाइयो हजुर। नवदुर्गा भवन मिलेर सेवा गर्नु मेरो छोरालाई सबै दुःख कष्ट हटाइ जाओस्। ल अब अर्कोचोटि लगाइदिँदा खस्छ कि मैले एकचोटि मात्रै लास्ट लगाइदिएँ त्यहाँ। ल दुईटा छोरालाई सँगै लगाइदिन्थ्यो नि ल दादा एउटा छोरा दादा ल त्यही स्टाइल गर्नु पर्दैन हातमा दिस्यो क्या ल अब फेरि मेरो भाग जमरा फेरि पकाइसकेँ। ल अब सानो मान्छेको भाग टिका ल है बाबु यति ठुलो सङ्घर्ष गरेर स्ट्रङ भएर बाँच्नुभएको थियो र यो टिका प्रसाद लाउन पाएको छौ हर्ष उल्लासको साथमा मनाउनु पर्छ है। तिम्रो दादा टाढा भयो भने धेरै दुःखी मन गर्ने होइन आज तिम्रो दादा तिम्रो बडीभित्रै हुनुहुन्छ तिम्रो शरीरभित्रै हुनुहुन्छ होइन। ल धेरै धेरै माया आशीर्वाद छन् मान्छेलाई।